सो हेलो नमस्ते साथीहरू, वेलकम टु ब्याक माई न्यू भिडियो। म धेरै पछि फेरि एउटा भिडियो बनाउन गइरहेको छु हैन। काममा धेरै पछि अगेन भइयो नि त। त्यही भएर यहाँ अब हाम्रो चाहिँ मसला रेडी भइसकेको छ। पानी हाल्दै हैन, यहाँ सरले पानी हाल्दै हुनुहुन्छ। कहाँबाट पानी छिर्यो भनेर हेर्दै हुनुहुन्छ हैन। यहाँ पनि जोड गर्नु भयो यहाँ। अनि यो कामदारहरू यहाँ हुनुहुन्छ हैन। अनि म चाहिँ एउटा भिडियो स्टार्ट गर्नुभन्दा एउटा पहिला इन्ट्रेस्टिङ आइडीको बारेमा भन्न चाहन्छु कि च्यानलको बारेमा हैन। जो हो त्योमा 10-12 जना छन् सब्स्क्राइबर। हजुरहरूको एक सब्स्क्राइबर गरे भने धेरै हुन सक्छ। त्यसैले लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गरिदिनु पर्ने हुन्छ। डाटा एक लाइक एक सब्स्क्राइब हान्न नबिर्सिम है त। झ्याम्म हैन। उतै अगाडि लगाम। कता लैजान लास् न अहिले फेरि त्यो? कहाँ लैजान लाग्यो? यता ल्याउनु छ र। हजुर कति बेला हुन्छ? पानी त सानो कति बेला हुन्छ? यहाँ चाहिँ यहाँ मसला हालेर जाम ढल्लान हान्ने अब। कहाँ को कता अगाडि जान्लास्। हाम्रो काम त धेरै छैन है आज। यो पेटी हो। यहाँ पेटी बनिसक्यो। टक लाएर होइन, अब झ्याम प्लस हान्दैन होइन। आज टक लाएर होइन। उछाटिन्छ के रे? ओइ छर्दिने के जाने त्यस्तो भिडियो हैन। ल मास्क लगाउनु पर्यो के अब तपाईँ? धेरै हातहरु रोकिन सरकार वो अझ भएर नै आफै तान दगले दा यता दगल हो त्यहाँ मनसञ्चले मेरो पारा यस्तै राखेको तिमीलाई जस्तो देखिया थिए। मेरो जोबान त्यस्तै छ, तिम्रो जोबान के मेरो अहिले तिम्रो हो। भूत बगाएर मुगाएर खोली जस्तो खाले पानी त म देखे हैन कि यही हो त। कस्तो घुमाएर पर कुदा डाँडो घुमाएर डाँडो हो डाँडो क्यामेरा सीधा मारो सीधा
नक्सली शिकारी होता है यार। ये बोलता है कि मैं वो जंगली वाला कितना को मारता हूँ, ये बोलता है यार। जंगली मुर्गी को बोलने का ठीक है। हाँ वही थे असली वाला सीधा हो गया रे। बल्ला हो गया वो आन के ये दूसरा कोड़ी लगा, दूसरा कोड़ी पूरा खत्म करूंगा है। वही दिल अब नागरे टैक्सी काट दी नहीं। अब तो दुईटा कोडी ले जाम आउँथे दुईटा चारवटा कोडी बोलम कि नहीं है। हेलो हेलो सान्चे हुनुहुन्छ? अब मेरो गाडीको नम्बर आएको छ। माल कस्तो छ माल त्यो कम्प्रोमाइज आएको छैन छैन ठिक कम्प्रोमाइज हो दाइ है त्यो हो दाइ है यहाँ पनि अलि धेरै कम छ यत्रा बिगाकी हुन्छ ल मेन चाहिएको यसलाई गर्नु नेट नभएर भिडियो लाग्यो के हो त ढलन भ्यान लागेछ। अब के छ त आज व्यवस्था? रोटीसँग खाने के हो भन्ने कुरो हो क्या? सुप हान्ने हो कि न आज? भाले चाहियो। भाले त यही भनेर रोज्नु त भएन, तर चाहियो।